नमस्कार। म राम शरण थापा। राम मेरो चाहिँ जन्मथलो नीलकण्ठ 13 खुर्क होला। अहिले बसाइ सरेर त ल्या छैन। अहिले नीलकण्ठ 12 मा एउटा सानो सानो झुपडी बनाएर चाहिँ ओत लाग्ने बाटो बनाएको छु। र म पेशाले यातायात व्यवसायी र एउटा कृषि क्रान्ति गर्नुपर्छ भनेर लागेको कृषिमा आधारित व्यक्ति पनि हो। अब मैले चाहिँ यो सानो मान्छे अलिकति ठुलै कुरा बोल्यो भन्ने किसिमको नि लाग्ला। आम जनसमुदायहरूलाई, अग्रज नेतागणहरूलाई या समकक्षी साथीभाइहरूलाई हैन, विपक्षी साथीभाइहरूलाई नि लाग्ला। वास्तवमा मैले लामो समयदेखि राजनीतिमा लागे पनि, राजनीति गरे पनि, फरक धारमा बसेर राजनीति गरियो पनि र राजनीति बुझे पनि यो राजनीति भनेको एकले अर्कोलाई दोषारोपण मात्र गरेर चाहिँ चल्ने थलो मात्र नभइकन, एकले अर्कालाई गाली बेइज्जती गरेर मात्र नि अगाडि नबढिकन सचिने र सच्याउने कुरा जुन अहिले चलिरहेछ, हामीले के भनिरहेका छौँ भन्दाखेरि नेतालाई गाली गरिरहेका छौँ मजाले। वडा अध्यक्षदेखि लिएर गएर समाजमा म चाहिँ अलिकति चाहिँ सामाजिक भावले हिँड्छु भन्ने मान्छे जतिलाई सबैलाई गाली गरिरहेका छौँ। यो समाजको, अब हाम्रो मात्रै समाजमा नहोला, हरेक समाजमा यो प्रवृत्ति होला नै। र कुरो के रह्यो भन्नु होला नि, म अरू लामो कुरा गर्नै चाहिन्न। एउटा स्थानीय निकाय अन्तर्गत एउटा वडामा चाहिँ वडा अध्यक्षले टिकट लिएर चुनावमा होमिनको लागि या चुनाव जित्नको लागि या चुनाव हार्नेले पनि 2-5 लाख 10-12 लाख त खर्च गर्छन् नै। त्यो उसको टोटल लस हो। हेर्नुहोस्, चुनाव जित्नेले पनि 20 देखि 25 लाख रुपियाँ चाहिँ एउटा वडा अध्यक्षले चाहिँ खर्च गर्नुपर्छ। उसको व्यक्तिगत निजी खर्च हो यो। पार्टीले कहीँ सहयोग गरेर चाहिँ पार्टीले देलान् त, झन्डा देलान् हैन। चुनाव जितेर आइज भनेर आश्वासन र एउटा झन्डा दिने हो। पार्टीले खासै त्यस्तो ठुलो खर्च देला जस्तो मैले लागेन छैन, बुझिएन छैन। अब यदि लिएको भए अब स्थानीय निकायमा लिने साथीहरूलाई थाहा होला हैन। र अर्को कुरो के छ भन्नु होला भने, हामी के गरिरहेका छौँ भन्नु होला भने, मेरो 1 लाख रुपियाँ पैसा जम्मा भयो भने चाहिँ म एकजना चाहिँ विश्वासिलो मान्छे खोजेर 2000 ब्याज पड्काउँछु, महिनाको ब्याजमा दिन्छु हैन त। अब वडा अध्यक्षले चाहिँ के गर्नुहुन्छ भने 25 लाख रुपियाँ खर्च गरेर चाहिँ वडामा चाहिँ सामाजिक सेवाको लागि चाहिँ भनेर चाहिँ वडा अध्यक्ष इमान मान सम्मान प्रतिष्ठाको लागि 25 लाख खर्च हुन्छ उहाँको। हेर्नुहोस्, अब मैले चाहिँ 1 लाखको महिनाको 2000 कमाइराखेको छु भन्दै गर्दाखेरि चाहिँ के हुन्छ भन्दा, जब वडा अध्यक्षज्यूले चाहिँ खर्च गर्नुहुन्छ चुनाव लड्नको लागि 25 लाख, त्यो 25 लाखको 50,000 महिनाको चाहिँ उहाँको ब्याज लस भइरहेको हुन्छ। हेर्नुहोस्, उहाँको उठ्ने ठाउँ कहीँ पनि छैन हैन। अब कतिले उठाउनु भयो, कतिले उठाउनु भएन, आन ठाउँमा छ। हामी चाहिँ के गरिरहेको हुन्छौँ भन्दा, ठिक छ, एकदम इमान्दार र कर्मठ व्यक्तिलाई अगाडि बढाउनको लागि हामी चाहिँ के भनिरहेको हुन्छ भन्दा, मान्छे सही छ, सही मान्छेले टिकट पायो नि भनिरहेको हुन्छौँ। र दाइ, चुनावी अभियानमा लाग्नको लागि त अब त तेल खर्च त चाहियो नि त। हेर्नुहोस्, आर्रा हुर्रा 50 देखि 60 वटा बाइक बनाएर बलेरो गाडी या बसमा झन्डा हालेर हामी फलानु पार्टी जिन्दाबाद भनेर गाउँलाई देखाउँछौँ, मार्क्स देखाउँछौँ, आफ्नो गाउँलाई तागत देखाउँछौँ। हेर्नुहोस् है, तर हामीले के गरे हुन्छ भने निस्वार्थ तागत देखाउन जाँदैन। मासु भात, तेल खर्च, मासु भात, अनि हुन्छ भने अझै दाइ मैले 15 वटा बाइक ल्याएको थिएँ, भाइहरूलाई खर्च दिनुपर्छ भनेर बेलुका अलिअलि रकम गोजिहालेर नि जान्छौँ। हेर्नुहोस्, अनि पछि त्यसरी चाहिँ खर्च गराइदिन्छौँ। अनि पछि हामीले के भन्छौँ फेरि, यो वडा अध्यक्षले कामै गर्न सके, यो फटा चोर हो भन्छौँ। अब भन्नुहोस्, 2-4 बाइक तेर्सिआएर मासु भात पड्काएर 2 भाइहरूको या दाइहरूको लागि भनेर चाहिँ खर्च गोजिया हालेर जाने व्यक्ति चाहिँ सज्जन भए। हेर्नुहोस्, जसको खर्च भएको छ, खर्च गरेर वडा लखर हिँडिएछ, ऊ चाहिँ फटाएको है।
त्यस कारणले गर्दाखेरिको अवस्थामा यी चिज बन्द गर्नु यदि सचिने नै हो भने अर्कालाई सच्याउने मात्रै होइन, सचिनु नै छ भने तपाईँ हामीबाट सचिएर जाउँ। यसपालि चुनाव पनि आउन लागेको छ, सचिएर निस्वार्थ रूपले सज्जन मान्छेलाई सही पार्टीबाट उठाएर लिएर गएर चुनाव जिताउँ न त, 1 रुपियाँ पनि खर्च नगराइकन चुनाव जिताउँ त। त्यो वडा अध्यक्षले गर्ने 25 लाख त एउटा टोलमा पुल भन्छ, पुल हाल्न लागौँ। मेरो पूर्ण समर्थन छ यसमा, तपाईँहरू पनि समर्थन गरेर आउनुहोस् न त। कोकौसको मुटु कहाँनिर दह्रो रहेछ अहिलेको चुनावमा हेरौँ है त। ल हस् त, धन्यवाद, जय नेपाल।